हेलो गाइज गुड मर्निङ फ्रम के भन्छ रत्नपार्क यो चाहिँ खगी काले दोस्त थाहै होला उहाँ चाहिँ हाम्रो मिस है अटोगाड क्लास लिनेवाला मिस भनिदिनुहोस् न आफ्नो परिचय गर्नुहोस्। हेलो म चाहिँ नेहा राई अनि के भन्नुपर्छ म उहाँहरुकै साथी हो भइगयो सक्यो तर उहाँहरुभन्दा म चाहिँ अलिक ठुलो मान्छे हो तर हाइटमा ठुलो मान्छे अरे हजुरको घर सर भनिदिनु पर्यो हामीलाई कहाँ चिन्नु भयो हो म चाहिँ मेरो घर चाहिँ धनकुटा पूर्व हो हैन अनि उहाँहरु चाहिँ खै कहाँबाट आउनु भयो थाहा छैन पश्चिमेली चेलो कमको भन्नु फेरि हैन चिन्दिन पनि हैन चिन्दिन भन्नु हामीलाई कसरी चिन्नु भएको अनि तपाईको नाम चाहिँ के अरे मैले ठ्याक्कै बिर्से ल र रोक्नु म हजुरलाई पेन ड्राइभमा तपाईको नाम के अरे उहाँहरुले चाहिँ मैले भर्खर भेटेको हैन खासै त्यस्तो राम्रो चिन्जान चाहिँ छैन बाटोमा हिँड्दै हुनुहुन्छ त्यस्तो क्यामेरा ल्याएको देखेपछि म पनि आएको क्यामेरामा रहर लाग्छ है क्यामेरा अगाडि आउनु यस्तो कस्तो क्यामेरा चाहिँ अब यस्तो क्यामेराहरु देखेपछि एकदम एक्साइटेड फिल भइहाल्छ हैन अनि म पनि खुसी हाल्छु कस्तो लाइन हजुरको टिकटक आइडी के छ भनिदिनु आउँदैन भने हो मेरो टिकटक आइडी चाहिँ हैन फलो आउँछ हजुरलाई लाइक कमेन्ट आउँछ नेहा छाराङ राई छ मेरो टिकटक आइडी चाहिँ छेराङ ल गाइजहरु आज चाहिँ हामी क्लास पनि सकियो आज 1 मनपछि फाइनली अब चाहिँ हामी आज यसो लास्ट डे रिमेम्बरको लागि यसो बसन्तपुर दरबारतिर फेरि घुम्थ्यौँ भनेर पश्चिमेली चेलो ल गाइजहरु हामी चाहिँ अब बसन्तपुर दरबार घुमेको भिडियो आउँदैछ च्यानलमा पश्चिमेली अल्लारे ठिकले मलाई पनि के अरे दार्जिलिङ आइ के अरे हजुरको ठाउँको नाम धनकुटा हैन गाइजहरु धानकुटेको मान्छे हो आज है धनकुटेली चेली एकदम सुशील संस्कारी 32 धानकुटेली चेली हो 32 लक्षले भरिपूर्ण धरतीमा झरी मन पर्छ भने भन्नु गाइजहरु मिलाइदिन्छु म उहाँले मिलाउँदा पनि ठ्याक्कै मिलिहाल्छु कपडा पट्टा जस्तो पुरै त्यो पसलहरुमा राखेको हुन्छ त त्यो पट्टाउने मान्छे त्यही हो म पनि हजुरलाई पट्टाएर बसन्तपुर दरबारको बाटोभित्र छिरिसक्यौँ सपिङ हानिदिनु नि त आज स्यालेरी आउने बेला भाला याला जुत्ता मन पर्यो लेदरको वाला ब्ल्याक वाला जुत्ता चाहिएन के मान्छे चाहियो हजुर चाहियो पर्मानेन्टली चाहियो अरे कस्तो लागिरहेको कतिचोटि घुम्नु आयो त यो दरबार त मेरो त घर जस्तो हो क्या यार घरै हो हिँड्छु म तपाईहरुलाई थाहा छैन होला यो गल्ली गल्ली चिन्छु म यहाँ बसे कति वर्ष म बसेको भयो नि 7-8 वर्ष भइसक्यो मात्र 7-8 वटा 7-8 वर्ष भन्छु 7-8 वटा वर्ष 7-8 वर्ष भन्दैछु कस्तो न यो अलिक कन्फर्म सुन्छ क्या गाइज नेहाले त बिहा गरे भन्दा सुनेको थिएँ मैले बिहा गरेँ भने त थाहा छैन पार्टी त दिनुभयो त पार्टी दिनुभयो नामलाई अनि ढिलो भेट्नु भयो नि त फेरि गर्नु अस्ति बिहे पार्टी खानु अर्को बिहे गर्नुहुन्न कोर्ट म्यारेज गरिदिनु पहिला कस्तो गर्नुभयो एरेन्ज लभ म्यारेज पहिलाको किन छोडेको त भागेर पहिला जानु भयो कि छोडेको छैन र छोड्ने तर्खरमा होइन छोड्ने तर्खरमा नि छैन अनि यसरी अर्कोसँग जिस्केर हिँड्न मिल्दैन लो गाइज पुगिसक्यो अब हामी चाहिँ बसन्तपुर दरबार मिसलाई घुमाउनु लाग्यो आज हामीलाई घुमाउनु नयाँ मान्छे हो नयाँ मान्छे हो हामीलाई केही थाहा छैन यतातिर हराउनुहुन्छ यताभित्र त्यस्तै लागेर म यो दिनेश सरसँग र हाम्रो खगेन्द्र सरसँग मेरो नाम पार्नुभयो मेरो नाम पार्नुभयो नाम पार्नु पाइन्छ यसरी पब्लिकमा नाम ए उहाँ चाहिँ एउटा सानो भाइ हो भाइ अरे के अझ कुन एङ्गलबाट भाइ छु म भन्नु त हाइट हेर्नु साइड हेर्नु कुन एङ्गलबाट भाइ छु त्यो भन्नु जन्मदाता हेरौँ न त भाइ के भन्नुहुन्छ तपाईँ अब हजुर पनि यस्तो ठुलो कुरा गरिदिनुहुन्छ क्या जन्मदाता हेर्नु होइन जन्मदाता त बनाउनु पाइन्छ अब जसको पनि फेक पनि हुन्छ अनि फेक पनि हुन्छ ए ल त्यसमा जाउँ न त त्यही रिभर्स गरौँ न हाइट हेरौँ न हाइट बहिनी पर्नुभयो कि हामी दुईटैको बाबा मम्मीसँग सोध्नु पर्छ होइन म सोध्छु होइन मेरो बाउलाई सोध्छु बाउ
यहाँ मिसको मम्मीलाई भेट्नु भएको थियो भनेर टाइम ट्राभल मलाई भाइ भन्न राख्नु भएको छ कहिले जानु भएको थियो त भनेर सोध्छु है के रिप्लाई आउँछ अनि हजुर पनि सोध्नु आफ्नो मम्मीलाई ओ पिक्चर हौ कस्तो लाग्यो बसन्तपुर दरबारको यात्रा हजुरको घर भन्नुभयो होइन खै कहाँ बस्नुहुन्छ हजुर यता आइछि सुकुम्बासी अरे गाज ल मलाई देखाउनु अब हजुरले अघि मेरो घर त भन्नुभयो खै कहाँनिर छ हजुर बस्ने रुम देखाउनु न कहिले काहीँ काम परे ल भन्नु भन्नु कहाँ यतै भित्रै हजुरको घर मेरो घर यहीँभित्र हो उतै रातो अलग क्या यतै हो यता भित्र छिर्नुपर्छ कि भित्र नछिरी हुन्न नछिरिँदा हुँदैन हजुरलाई एउटा कुरा भन्छु मान्नुहुन्छ के कुरा उतैलाई लगेर जानु न हजुर कहाँ जानु डेटिङ पुच्छरालाई यस्तो मौका त म दिनेश सरलाई दिन चाहन्थेँ क्या ओहो यस्तो अपर्च्युनिटी मलाई हजुरसँग तर यो त जिन्स त्यो केटा हो नि त फेरि केटी खोजेर ल्याइदिउँला नि के हुन्छ केटी पाइन्न आजभोलि हजुर केटी हो केटा के बोले देख्न गलत कुरा गर्यो पक्का गलत धेरै फ्र्याङ्क भयो धेरै हो अति साँच्ची अब तपाईँले मलाई केटा हो कि केटी भनेर क्वेसन गरेपछि के भन्ने म केटी हो भन्ने नि सिधै के कन्फ्युजन छ यसमा तपाईँ कन्फ्युज भएर त सोध्यो होला त नभए ठाडै सिङ्गै देख्दै अहिले पोइन्टमा यस्तो त्यो म चाहिँ दिखेन है कसको यहाँ मिसको भर्खर रहेछ पूजा गर्नुपर्ने थियो तर चिसो चाहिँ फ्यान भएर के गर्ने अस्ति गरिरहेको थिएँ यता किन नगर्दै गर्दैन अब कहाँ जानु